नेपाली लोककथामा आजको कथा रहेको छ मायामा गरेको गल्ती। विनिताले किन जिन्दगीदेखि हार खाएर यस्तो निर्णय गरे त? यो कथा सुन्दा तपाईको मन पक्कै छुनेछ। आउनुहोस् आजको कथा सुरु गरौं। बिहानको समय स्कुलको घण्टी बज्ने बित्तिकै सबै विद्यार्थीहरू आआफ्नो कक्षामा छिर्थे र त्यही कक्षा 9 मा पढ्थे दुई किशोर मनहरू, विनिता र दिपेन्द्र। विनिता सधैँ मिलनसार र हँसिली थिइन्, जसका कारण उनको साथी सर्कल ठूलो थियो। उनी जहाँ जान्थिन् त्यहाँ हाँसो र रमाइलो आफै फैलिन्थ्यो। दिपेन्द्र पढाइमा राम्रो थियो, तर बोलचालमा लजालु र कम बोल्ने भएकाले धेरै साथी बनाएको थिएन। तर उसको मनभित्र एउटा कुरा बिस्तारै पलाउँदै थियो, जुन कुरा उसले कसैलाई भन्न सकेको थिएन। त्यो थियो विनिताप्रतिको माया। हरेक दिन कक्षामा बस्दा उसको नजर अनायासै विनितातिर जान्थ्यो। विनिता साथीहरूसँग हाँस्दै बोल्दै गर्दा दिपेन्द्र चुपचाप टाढैबाट हेरेर मात्र सन्तुष्ट हुन्थ्यो। उता विनिताको मनमा पनि दिपेन्द्रप्रति एउटा छुट्टै भावना थियो, तर ऊ पनि खुलेर भन्न सक्दिनथी, किनकि उसको वरिपरि सधैँ साथीहरू हुन्थे र उसलाई लाग्थ्यो यदि उसले केही भनिन् भने सबैले जिस्क्याउनेछन्। त्यसैले उनीहरू दुवैजनाको माया केवल मनभित्र सीमित रह्यो। एक दिनको कुरा हो, टिफिन टाइममा सबै विद्यार्थीहरू स्कुलको मैदानमा निस्किएका थिए। विनिता आफ्ना साथीहरू अन्जु, पूजा र अरू केटीहरूसँग बसेर खाजा खाँदै थिइन्। त्यही बेला उनीहरूसँग एउटा केटा पनि आएर बस्यो, जसको नाम थियो रमेश। रमेश निकै हसमुख र बोल्ने स्वभावको थियो। ऊ विनितासँग खुलेर कुरा गर्थ्यो, हाँस्दै जिस्क्याउँदै रमाइलो गर्थ्यो। विनिता पनि सामान्य रूपमा उसँग बोल्थिन्, किनकि उनीहरू राम्रो साथी थिए। तर त्यो दृश्य टाढैबाट हेर्दै गरेको दिपेन्द्रको मनमा भने अर्कै किसिमको सोच पलायो। उसले मनमा नै सोच्यो, सायद विनिता र रमेश बीच केही छ। त्यो दिनपछि दिपेन्द्रको व्यवहार बिस्तारै परिवर्तन हुन थाल्यो। उसले विनितातिर हेर्न पनि कम गर्यो, बोल्ने त कुरै भएन, तर मनभित्रको माया भने उस्तै गहिरो थियो। उता विनिताले पनि दिपेन्द्रको परिवर्तन महसुस गर्न थालिन्। उनलाई लाग्यो किन दिपेन्द्र मसँग टाढा हुँदैछ, तर उनीसँग सोध्ने हिम्मत भएन। दिनहरू बिस्तारै बित्दै गए। कक्षामा एउटै बेन्चमा नबस्ने भए पनि एउटै कक्षामा भए पनि उनीहरू टाढिँदै गए। रमेशसँग विनिताको मित्रता भने उस्तै थियो। उनीहरू सँगै हिँड्थे, सँगै खाजा खान्थे, जसले गाउँका अरू साथीहरू बीच पनि सानो सानो कुरा फैलिन थाल्यो। रमेश र विनिता नजिक छन् रे भन्ने हल्ला चल्न थाल्यो। त्यो हल्लाले दिपेन्द्रको मन अझै दुखायो। उसले अब पक्का गरिसकेको थियो कि विनिता उसको होइन। त्यसैले उसले आफ्नो मनलाई सम्झाउँदै गयो, माया गरेर के फाइदा भन्दै उसले विनिताबाट टाढा बस्ने निर्णय गर्यो। तर माया भने कहिल्यै हटेन। उता विनिता भने भित्रभित्रै पीडामा थिइन्। उनले कहिल्यै रमेशलाई त्यस्तो रूपमा हेरेकी थिइनन्, तर परिस्थिति र अपवाहले उनको जीवन अर्कै दिशातिर मोड्दै थियो। एक दिन स्कुल सकिएपछि घर फर्किने क्रममा विनिताले टाढाबाट दिपेन्द्रलाई हिँडिरहेको देखिन्। उनले मनमा नै सोचिन्, आज त उसँग बोल्छु। तर जब उनी नजिक पुगिन्, दिपेन्द्रले नजरै नउठाई छिट्टै बाटो मोड्यो। त्यो क्षण विनिताको मन एकदमै दुख्यो। उनी चुपचाप घर फर्किन् र त्यो रात उनले धेरै बेरसम्म निदाउन सकिनन्, किनकि उनी बुझ्न सकिरहेकी थिइनन् किन यस्तो भइरहेको छ। समय यसरी नै बित्दै गयो। परीक्षा आयो, सबै विद्यार्थीहरू तयारीमा जुटे। दिपेन्द्र र विनिता दुवै पढाइमा ध्यान दिन थाले, तर मनभित्रको कुरा कसैले कसैलाई भन्न सकेन। अन्ततः एसईई परीक्षा आयो र उनीहरूले परीक्षा दिए। परीक्षा सकिएपछि स्कुल जीवन पनि अन्त्यतिर पुग्यो। सबै साथीहरू एकअर्कासँग छुट्टिन लागे। त्यो दिन विदाई कार्यक्रम थियो। सबैले एकअर्कालाई शुभकामना दिए, फोटो खिचे, तर दिपेन्द्र र विनिता बीच अझै पनि मौनता नै थियो। उनीहरू एकअर्कालाई हेर्थे, तर केही बोल्न सक्दैनथे। त्यो दिनपछि उनीहरू आआफ्नो बाटो लागे। दिपेन्द्र आफ्नो गाउँ फर्कियो भने विनिता आफ्नो जीवनतिर अघि बढिन्। तर उनीहरूको अधुरो माया त्यही स्कुलको कक्षामा अधुरै रह्यो र उनीहरूलाई थाहा थिएन कि सानो शङ्काले सुरु भएको यो दूरीले एक दिन उनीहरूको जीवनै बदल्नेछ। एसईई परीक्षा सकिएपछि त्यो लुम्बासे गाउँको रमाइलो स्कुल जीवन सम्झनामा मात्र सीमित रह्यो। सबै साथीहरू आफ्नो बाटो लागे। कोही शहरतिर पढ्न गयो, कोही घरमै बसेर काम गर्न थाल्यो।
दिपेन्द्र पनि आफ्नो बुबा बलबहादुरसँगै घरको काममा सहगाउन थाल्यो। बिहान सबेरै उठेर खेतबारी जाने, गाईबस्तु सम्हाल्ने र बेलुका थाकेर घर फर्किने उसको दैनिकी बन्यो। तर यी सबै काम बीच पनि उसको मन भने कहिल्यै शान्त हुन सकेन, किनकि हरेक पल उसलाई बिनिताको सम्झना आइरहन्थ्यो। ऊ जतिसुकै व्यस्त हुन खोजे पनि बिनिताको हाँसो उसको आँखा अगाडि घुमिरहन्थ्यो। उता बिनिता पनि आफ्नो गाउँ फर्किएपछि पहिले जस्तो हँसिली देखिन्थिनन्। उनका बुबा हरिप्रसाद र आमा सरस्वतीले पनि छोरीको व्यवहारमा आएको परिवर्तन महसुस गरेका थिए। उनीहरूलाई लाग्थ्यो सायद पढाइको तनावले यस्तो भएको होला। तर बिनिताको मनमा भने अर्कै पीडा थियो। उनले धेरै पटक दिपेन्द्रसँग कुरा गर्न खोजेकी थिइन्, तर समय र परिस्थितिले कहिल्यै साथ दिएन। अब त उनीहरू पूर्ण रूपमा टाढा भइसकेका थिए र भेट्ने कुनै बहाना पनि थिएन। समय बित्दै गयो। केही महिनापछि गाउँमा एउटा खबर फैलियो। रमेशको बिहे हुने भयो भन्ने कुरा बिनिताको कानमा पनि पुग्यो। सुरुमा उनले सामान्य रूपमा लिइन्, किनकि रमेशको केवल उनको साथी मात्र थियो। तर त्यो खबर दिपेन्द्रसम्म पुग्दा भने उसको मनमा ठूलो हलचल मच्चियो। उसले सोच्न थाल्यो, यदि रमेश र बिनिता प्रेममा थिए भने रमेशले अर्कैसँग बिहे किन गर्यो? यही प्रश्नले उसलाई सताउन थाल्यो। केही दिनपछि रमेशको बिहेको दिन आयो। गाउँका धेरै मानिसहरू त्यहाँ गएका थिए। दिपेन्द्र पनि गयो, किनकि गाउँकै कार्यक्रम थियो। त्यहाँ उसले आफ्नै आँखाले देख्यो रमेश अर्कै केटीसँग खुसी साथ बिहे गर्दै थियो। त्यो दृश्य देख्दा दिपेन्द्रको मन एकछिन रोकिए जस्तो भयो। उसले मनमनै भन्यो, मैले त गलत सोचेछु। रमेश र बिनिता त केवल साथी मात्र रहेछन्। त्यो क्षण उसलाई आफ्नो सबैभन्दा ठूलो गलती महसुस भयो। उसले सम्झियो कसरी उसले बिनितालाई नबुझी टाढा धकेल्यो, कसरी उसले आफ्नो माया व्यक्त गर्न नसक्दा सबै कुरा गुमायो। अब उसको मन पछुतोले भरियो। उसले तुरन्तै बिनितालाई खोज्ने निर्णय गर्यो। तर समस्या के थियो भने उसलाई बिनिताको ठेगाना पनि थाहा थिएन, न त फोन नम्बर नै थियो। उसले पुराना साथीहरू अन्जु, पूजा र अरूलाई सोध्न थाल्यो, तर कसैसँग पनि स्पष्ट जानकारी थिएन। कोही भन्थे बिनिता काठमाडौँ गएकी छिन्, कोही भन्थे उनी आफ्नै गाउँमै छिन्। यस्ता अधुरा जानकारीले दिपेन्द्रलाई अझै बेचैन बनायो। उसले धेरै ठाउँ खोज्यो, नजिकका गाउँहरूमा सोध्यो। मेला पर्वमा पनि उसको नजर सधैँ भिडभित्र बिनितालाई खोज्थ्यो, तर ऊ कतै भेटिएनन्। दिनहरू हप्तामा र हप्ताहरू महिनामा बदलिँदै गए, तर दिपेन्द्रको खोजी सकिएन। उसको मनमा एउटै कुरा घुमिरहन्थ्यो, यदि मैले त्यति बेला मात्र उसँग बोलेको भए आज यस्तो हुँदैन थियो। उता बिनिता पनि आफ्नो जीवनसँग जुधिरहेकी थिइन्। उनले पनि धेरै पटक दिपेन्द्रलाई सम्झिन्। उनले सोचिन् सायद दिपेन्द्रले मलाई कहिल्यै मन पराएन होला, किनकि उसले कहिल्यै केही भनेन, बरु टाढा मात्र भयो। यही सोचले बिनिताको मनमा पनि गहिरो चोट परेको थियो। समयसँगै उनले आफ्नो जीवनलाई अगाडि बढाउने प्रयास गरिन्। घरको काममा आमालाई सहगाउने, कहिलेकाहीँ दिदी पार्वतीको घर जान्थिन्, जहाँ केही समय बसेर मन हलुका गर्थिन्। तर दिपेन्द्रको सम्झना भने कहिल्यै हटेन। एक दिन साँझपख बिनिता दिदीको घरको आँगनमा बसेर टाढाको डाँडातिर हेरिरहेकी थिइन्। हावाले उनको कपाल हल्का हल्लाइरहेको थियो र मनमा पुराना दिनहरूको झल्को आइरहेको थियो। उनले सोचिन् कति नजिक भएर पनि हामी टाढा भयौँ। उता दिपेन्द्र पनि त्यही बेला आफ्नो घरको छतमा बसेर आकाशतिर हेर्दै थियो। उसलाई लाग्थ्यो कतै बिनिता पनि यही आकाश हेरिरहेकी होलिन् कि भन्ने सोचले उसको मन झन भारी बनाउँथ्यो। समयले उनीहरूलाई फरक दिशामा धकेलिसकेको थियो, तर उनीहरूको मन भने अझै अतीतमै अड्किएको थियो र उनीहरूलाई थाहा थिएन कि भविष्यमा उनीहरूको भेट फेरि हुनेछ। तर त्यो भेट उनीहरूले सोचे जस्तो खुसीको हुने छैन, बरु जीवनकै सबैभन्दा ठूलो पीडाको कारण बन्नेछ। यो कथा तपाईलाई कस्तो लाग्यो? यस्तै गाउँको सुवास बोकेका कथाहरू सुन्न हाम्रो साथमा जोडिनुहोस्। तपाईको साथ नै हाम्रो प्रेरणा हो।